समाजको परिवारको आनन्दमा खुसियालीमा यसरी सहभागी हुन पाउँदाखेरि आई एम सो ब्लेस्ड। अनि म विश्वास गर्छु तपाईहरु सबैजना आशिषित हुनुभएको छ। विशेष गरी यो जेनेरेसन आज जेन्डर रिभिल अघि बाइबलमा जेन्डर रिभिल छ कि छैन हौ? Don't think so. हामीले विषय लु आज बोयर गर जेन्डर रिभिल बाइबलमा छ भने कतिजना हात उचाल्नुहुन्छ? छैन? ओके छ भन्ने छैन? छैन? ओके कतिजना भन्नुहुन्छ छ? कतिजना छैन? बाइबलमा जेन्डर रिभिल छ तर हाम्रो संसारको जेन्डर रिभिल चाहिँ लिमिटेड जेन्डर रिभिल मात्रै हो। बाइबलमा चाहिँ यस्तो खालको जेन्डर रिभिल भएको छ इभन बिफोर द मदर वाज कन्सिभ्ड। आमाको गर्भमा नानी नआइकन नै स्वर्गदूतले के भनेको छ भने तिमीले एउटा पुत्र जन्माउनेछौ अनि तिमीले उसको नाम येशू राख्नेछौ। आमेन आमेन। त्यसले गर्दा भेरी पावरफुल जेन्डर रिभिल हो यो। त्यसले गर्दाखेरि बाइबलले के भन्छ? त्यसले गर्दा हामीलाई के देखाउँछ? हामी जन्मिनु अगाडि आमाको गर्भमा आउनुभन्दा अगाडि नै स्वर्गले चाहिँ हामीलाई चिनिसकेको हुन्छ। सो इट्स सच वन्डरफुल टाइम। ल एउटा गीत गाउनु पर्ने हो। मेरो स्वर अलिकति बसिराखेको छ, डजन्ट म्याटर। हामी सबै तपाईहरु सबै मिलेर गाउनुहोस् है म सँगसँगै। ओके ल ओ छरा तिमीको मन्दिर उनीलाकोमा मेरो नाम गाडी बोलाउने। ओ छरा तिमीको मन्दिर उनीलाकोमा मेरो नाम गाडी बोलाउने। संसारमा आउन अघि नै चिन्नुभयो कसरी मलाई। संसारमा आउन अघि नै चिन्नुभयो कसरी मलाई। ढल्दै म आउँदैछु यसमा रमाउँदैछु। ढल्दै म आउँदैछु यसमा रमाउँदैछु। ज्ञानीहरूलाई शर्ममा पार्न मूर्ख कुरो छान्नु हुँदैछ। तपाईँको शक्ति देखाउन यसो दुर्बललाई चुन्नु हुँदैछ। ज्ञानीहरूलाई शर्ममा पार्न मूर्ख कुरो छान्नु हुँदैछ। तपाईँको शक्ति देखाउन यसो दुर्बललाई चुन्नु हुँदैछ। उचालिएको क्रुसबाट फेरि यो महिमा ल्याउनु हुँदैछ। उचालिएको क्रुसबाट फेरि यो महिमा ल्याउनु हुँदैछ। यसैले म गाउँदैछु तपाईँमा बल पाउँदैछु। यसैले म गाउँदैछु तपाईँमा बल पाउँदैछु।
एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुँदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुँदैछ उचालिएको क्रुसबाट